हेलो गाइज, दर्शन नमस्कार। के छ हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। यदि हजुरहरूको मोबाइल तातिन्छ, ह्याक हुन्छ र ब्याट्री ब्याकअप चाहिँ बढाउन चाहनुहुन्छ भने यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्। हजुरले सुरुदेखि अन्तिमसम्म हेरेर सेटिङ मिलाएर राख्नुभयो भने यो चाहिँ समस्या चाहिँ हल हुन्छ। यसको लागि केही सेटिङहरू मिलाउनु पर्छ। म चाहिँ स्क्रिन सेयर गरेर हजुरहरूलाई देखाउन चाहन्छु। त्यसको लागि सबैभन्दा पहिले चाहिँ मोबाइलको सेटिङमा जानु, अनि सेटिङमा गइसके टच गर्नु, अनि यहाँनिर यो फर्स्टमा देख्न सक्नुहुन्छ यो कनेक्सन लेखेको छ नि, अनि यसमा टच गर्नु। अनि यसमा टच गरिसकेपछि यहाँ तल साइडमा चाहिँ देख्न सक्नुहुन्छ मोर कनेक्ट सेटिङ लेखेको छ नि, अनि यहाँनिर टच गर्नु। अनि यहाँनिर टच गरिसकेपछि यहाँनिर फर्स्टमा चाहिँ तपाईँले चाहिँ देख्न सक्नुहुन्छ होइन, नेबर डिभाइस सेटिङ लेखेको छ नि। यो सेटिङ चाहिँ यदि चाहिँ हजुरकोमा चाहिँ अन छ भने यो सेटिङलाई चाहिँ अफ गर्नुपर्छ। अनि यो अफ गरे, यदि यो सेटिङ चाहिँ अफ गऱ्यो भने हजुरको मोबाइल चाहिँ तातिने अनि ह्याक हुने अनि ब्याट्री ब्याकअप चाहिँ यसले बढाउँछ। किनभने यो सेटिङ चाहिँ अन भइराख्यो भने हाम्रो मोबाइलमा भएको जो एपहरू हुन्छ त्यो एपहरूले चाहिँ के भन्छ ब्याट्री ब्याकअपलाई पनि खाइदिइराखेको हुन्छ। अनि त्यसै कारणले गर्दा यो चाहिँ अफ गरेर राख्यो भने राम्रो हुन्छ। भिडियो हेरिदिनु भएको लागि धन्यवाद। यदि मन पर्यो भने लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।